र 8औं शताब्दीमा गुरुपकमा सम्भव योल्मो क्षेत्रमा आउनु हुँदाखेरि त्यहाँ कुनै पनि बस्तीको विकास भएको भन्ने इतिहास अहिलेसम्म भेटिँदैन। तर 11औं शताब्दीमा मिलालेपा त्यहाँ पाल्नु हुँदाखेरि उहाँको 5 जना योल्मोपा चेलाहरू छ, उहाँलाई चाहिँ नि खाना चढाएको छ भन्ने चाहिँ उहाँको मिलालेपाको गुरु अर्थात् उहाँको आत्मजीवा वृत्तान्तमा उल्लेख भएको देखिन्छ। यसको मतलब के हो त भन्दाखेरि हामी योल्मो क्षेत्रका मानिसहरू 8औं शताब्दीको अन्त्य र 9औं शताब्दीको सुरुमा योल्मो क्षेत्रमा प्रवेश भएको लिखित इतिहासहरू हामीसँग भेटिन्छ। र योल्मो क्षेत्रमा विशेष गरेर 2वटा सम्प्रदायहरू स्थापना भएको छ। एउटा निङ्मा सम्प्रदाय, एउटा कग्यु सम्प्रदाय। निङ्मा सम्प्रदायको नेतृत्व झाङ्गर परम्पराले जुन प्रतिनिधित्व गरेको छौँ भनेर भन्दाखेरि अहिले हाल वर्तमान अवस्थामा कग्यु सम्प्रदायको नेतृत्वको जुन परम्पराले चाहिँ हामीले गरिरहेको छौँ। यस मानेमा त्यो गोछाङ देक्षिणले 15औं शताब्दीमा स्थापना भएको गुम्बामा उहाँकै अवतार साप्तुङ टुक्सोकोङ्गो भन्नेको प्रसिद्ध शिष्य क्षेत्रकर्मा छेसाङ भन्ने महान व्यक्तित्व योल्मोपा आदिवासीहरूको अनुरोधमा र लामाको आज्ञा लिएर योल्मो क्षेत्रमा पहिलोचोटि आउनुभयो र खोचाङलिङ गुम्बामा बस्नु भएर खोचाङलिङ गुम्बाको प्रमुख लामा बन्नुभयो। त्यसबाट उहाँ एउटा तान्त्रिक लामा अथवा नक्पा लामाको रूपमा परिणत भएर उहाँले केश पाल्ने र दारी पाल्ने र उहाँले चाहिँ नि श्रीमती पनि ग्रहण गरेर विवाह बन्धनमा बाँधेर उहाँको 4 जना सुपुत्रहरूको जन्म भयो। उहाँको जेठा छोराको नाम नक्चङछिन बोकारमा गुरु लिम्बू छे, माइला छोराको नाम तयुतेम्बे ग्याल्जे, अनि त्यसै प्रकारले अरू वाङछिनराङ महङ भन्ने 4वटा सुपुत्रहरूको जन्म भएको थियो। र यसै प्रकारबाट जुन त्यही बीचमा जुन नेपालको भ्रमण गर्ने क्रममा 6औं समर्पा नेपालमा आउनुभयो र नेपालबाट योल्मो क्षेत्रको भ्रमणमा जानु। योल्मो क्षेत्रको भ्रमणमा जानु हुँदाखेरि खोचाङलिङ गुम्बामा उहाँ बसोबास गर्नुभयो। त्यहाँबाट माथि याङ्गी क्षेत्र हुँदै त्यहाँबाट माथि गुरुलिङ्गु छेले तप गर्नुभएको याङ दक्षिणी टपुकमा उहाँले ध्यान साधना गर्नु भएर पुनः खोचाङलिङ गुम्बामा नै फर्किनुभयो। र क्षेत्रकर्मा छेसाङले उहाँको सम्मानमा विभिन्न धार्मिक कार्यक्रमहरू आयोजना गर्नु भएर क्षमा रिम्बुछेको जुन रातो मुकुट समेत त्यहाँ धारणा गरेर अनि हाम्रो वंशलाई पहिलोचोटि कर्मगयुको चाहिँ वाङलु छि अथवा जुन अभिषेक र निर्देशन र आगमको चाहिँ उहाँले व्यवस्था गर्नु भएपछि अनि विधिवत रूपमा कर्मगयुको स्थापना योल्मो क्षेत्रमा भएको इतिहासहरू पाइन्छ। त्यति मात्रै नभइकन उहाँले जुन किसिमको निम्मा सम्प्रदायबाट स्थापना भएको अर्थात् नाक्चङ सग्या जङ्गो योल्मोपाले स्थापना गरेको चिरी गुम्बामा समेत नाक्चङ सग्या जङ्गोको तेस्रो टुल्बो तेन्जिङ नोर्बुले चाहिँ उहाँलाई आमन्त्रण गर्नु भएर स्वयं तेन्जिङ नोर्बुले चाहिँ नि निङ्गो अथवा श्रमेनाको सिल लिएर उहाँको नाम पनि समर्पद्वारा तेन्जिङ नोर्बु भन्ने राख्ने इतिहासहरू समेत पनि हाम्रो योल्मो क्षेत्रमा पाइन्छन्। यसको मतलब योल्मो क्षेत्रमा भएका झाङ्गेर अथवा निम्मा अथवा त्यो बेलामा तत्कालीन रूपकयुगको प्रमुख लामाको रूपमा 6औं समर्पा स्थापना भयो। यसै प्रकारले जुन क्षेत्रकर्मा छेसाङको जेठ सुपुत्र रत्न अथवा नक्चङछेमको कर्म गुरु रिम्बुछेको सुपुत्रको रूपमा सन् 1695 मा 8औं समारिम्बुछेको कुटिङ गेबा योल्मो क्षेत्रमा अवतरण भयो अर्थात् जन्म भयो। त्यस प्रकारबाट जुन छुर्कोबाट कर्मपाई सिद्धोजेको जुन ध्यान दृष्टिबाट हेर्दाखेरि 8औं समर्पा योल्मो क्षेत्रमा जन्मियो र त्यसलाई लिनका निम्ति 11 जना प्रतिनिधिहरू मण्डलहरू नेपालमा पठाउँदै योल्मो क्षेत्रमा पठाउनु भयो भन्ने कुराहरू उहाँको जीवन कथामा हामीले पढ्नु पाइयो। र हामी गर्व छौँ हाम्रो नेपालमा यस प्रकारका तिब्बतभित्रका महान स्थान प्राप्त भएका अथवा गति प्राप्त भएका ठुलो लामाहरूको जन्म तिब्बतभन्दा पहिला देशमा यदि म गलत छैन भने पहिलो समर्पा रिम्बुछेको जन्म भएको जस्तो मलाई महसुस भएको छ। त्यो भएको हुनाले हामी सम्पूर्ण नेपाली त्यसमाथिमा पनि योल्मोपा त्यसमा पनि हामी जुन देवानियतोङको वंश अत्यन्त गौरवित भएको छौँ यस्तो ठुलो लामा हाम्रो कोखमा जन्मियो भने। र त्यसपछि उहाँलाई 7 वर्षको उमेरमा चाहिँ नि माथि तिब्बतमा लगेपछि हाम्रो परम्परा अनुसार चाहिँ नि वंशक्रम लामाहरूले अर्थात् छोरा बुवा बितेपछि छोरा प्रमुख लामा हुने त्यसपछि अरू प्रमुख लामा हुने अर्थात् सैया भोमा जस्तोको चाहिँ परम्परा भएको हुनाले हाम्रो
परम्परा अनुसार चाहिँ नि एउटा मात्र छोरा पनि समर्प भएर गइसकेपछि अबुदली भनेर भन्छौँ। त्यसपछि चाहिँ नि उहाँको जुन प्रमुख लामाको पद चाहिँ नि महिला छोरा अर्थात् महिला भाइलाई कैवित्यम विगतले हस्तान्तरण भयो र उहाँको 7 वटा छोरा जन्मेपछि योल्मोको तत्कालीन चिन्तकहरूले विभिन्न ठाउँमा लामाहरूलाई हामी लामा किपा भन्ने लामाहरूलाई लाने प्रचलनहरू थियो र विभिन्न ठाउँमा लामाहरू लग्यो। अनि लामाहरू दिएन भने झिन्दाहरूले चोरेर पनि आफ्नो लामाको ढिपा राख्नुपर्छ भनेर लाने प्रचलन पनि अहिलेसम्म छ। त्यस गरेर हाल अहिले नेपालमा 12वटा जिल्लामा हाम्रो वंशजहरू फैलिएको छ। यस प्रकारबाट 8औं समर्पासँग हाम्रो सम्बन्ध यसरी भयो। 6औं समर्पासँग मैले यो संक्षिप्तमा त जानकारी गराएको किनकि समय धेरै छैन। अनि त्यसपछि 10औं समर्पा आइपुग्दाखेरि जुन नेपाल तिब्बतभित्र विभिन्न राजनीतिको कारणले गर्दाखेरि 10औं समर्पा नेपालको शरणमा आउनु पर्यो। त्योभित्र मलाई लाग्छ बहादुर शाह राजा जस्तो मलाई लागिरहेको छ। उहाँले नेपालमा शरण दिएपछि अनि पछि उहाँ चाहिँ नि माथि योल्मो क्षेत्रमा जानुभयो। योल्मो क्षेत्रमा पेमा छिलिङ गुम्बा भन्नेमा उहाँ चाहिँ नि बस्नुभयो र त्यहीँ नै उहाँको चाहिँ नि परिनिर्वाणमा प्रवेश भयो भन्ने इतिहासहरू पाइन्छौँ। र हालसम्म उहाँको पुरानो सामानहरू योल्मो क्षेत्रमा नै विद्यमान रहेको उहाँले चाहिँ एउटा लिस्ट बनाएर छोडिएको। त्यो लिस्टले पछिल्लो चरणमा चटारम्पोछे योल्मोमा पाल्नु हुँदाखेरि त्यो ख्युमीमा लेखिएको हुनाले त्यो धेरै पछि चाहिँ हामी योल्मोतिर चाहिँ उछेन मात्र पर्ने ख्युमी पर्नु नजाने भएको हुनाले के होला भनेर के भन्छ चटारम्पोछेका पुगेर हेर्दाखेरि समारम्पोछेको चाहिँ नि सामानको विवरण यति सामान चाहिँ योल्मोमा राखेको भन्ने विवरणहरू रहेछ। यो चाहिँ समारम्पोछेलाई देखाउनु भनेर आगे भएबाट हामीले थाहा पाइयो। यस प्रकारको चिजहरू चाहिँ नि 10औं समर्प पनि योल्मोसँग सम्बन्ध भयो र 10औं समर्पले एउटा टुल्बुङ मन्जिङ गरेको छौँ र 13औं कर्मपासँग पनि हाम्रो सम्बन्ध त्यहाँ देखियो। 8औं समारम्पोछेको पिताको टुल्बु 13औं कर्मपाबाट मन्जिङ भएको अहिलेसम्म हामीसँग छद्म अथवा प्रमाण हामीसँग रहेको छ। त्यसै गरेर फेटुक छेन्बो कर्मालोकसँगको तेस्रो टुल्बु तेन्जिङ कर्म तेन्जिङ भन्नेलाई तेस्रो कर्म टुल्बु पाइचेन गर्दै 10औं समर्पले छद्म जुन प्रमाण पत्र प्रदान गरेको अहिलेसम्म हामी छ। मैले योभन्दा पहिले 2टा पुस्तकहरू लेखेको थियो। त्यो 2टा पुस्तक लेख्ने क्रममा ती प्रमाणहरू मैले कलरमा नै फोटोकपी गरेर त्यहाँ समावेश भएको अहिले तपाईँहरूसँग पनि आइपुग्यो होला जस्तो मलाई लागिरहेको छ। यस प्रकारबाट 6औं समर्पा हाम्रो गुरु र 8औं समर्पा हामी माने जन्म्यो र 10औं समर्पा हामी माने बित्यो भनेर अथवा उहाँ चाहिँ निर्माण प्राप्त भयो भने यस प्रकारको सम्बन्धहरू हामी भएर जुन किसिमको त्यसको बीचमा पहिलेको कर्मक्षेत्रकै पालोमा अनि ढुक्पकायुलाई ब्रेक भएपछि त्यहाँ को आयो त लामा भन्दाखेरि कैयुत्यको जलजेन र जुन माक्साङछिपको कर्मगुरुले तिब्बत ढाकामा जानु भएर उहाँले फेटुछिपको कर्म लोप्साङलाई एनसी गरेपछि अनि जजेनपेटुको वाङ लुङ अनि ठीलाई होचाङ गुम्बामा राखेर त्यसपछि कन्स्टिट्युन्सीको प्रारम्भ भयो। त्यसपछि हामीलाई अहिले चाहिँ नि मेन उसको अभ्यास दैनिक अभ्यासको रूपमा हामीले कन्स्टिट्युन्सी अभ्यास गर्दै झाकर रूपको कन्स्टिट्युन्सी अभ्यास गर्दै अहिलेसम्म आइरहेको छौँ र हामीलाई योल्मोको मान्छेहरूले चाहिँ नि पछिल्लो 16औं शताब्दीमा आएको हुनाले र ज्याजेन तेर्सर गरेको हुनाले अनि हामीलाई चाहिँ नि शर्मा लामा अर्थात् नवीन लामा भनेर उपाधि दिएर अहिले हामीले शर्मा लामाको नामबाट पनि अहिले हाम्रो वंशहरू प्रख्यात छौँ। यस प्रकारबाट चाहिँ नि 10औं समर्पबाट अनि हामी चाहिँ नि पूर्ण रूपमा कर्मपा अथवा समर्पसँग सम्बन्ध विच्छेद भयो। किन विच्छेद भयो? समर्पको अवतार आउने प्रथालाई तत्कालीन तिब्बत सरकारले प्रतिबन्ध लगाएपछि 157 वर्ष प्रतिबन्ध भइसकेपछि निश्चित रूपमा हामी सम्बन्ध विच्छेद हुने नै हो। त्यसबाट हामी कुनै पनि सम्बन्ध हुन सकेन। त्यसको बीचमा हाम्रो वंशहरूलाई जुन 8औं समर्पको जन्मेको फेटुक रिन्जिङ को नामथर अथवा निम्मा छेजुङ भित्र उहाँको बुवाको थरको विषयमा उहाँको वंशको विषयमा उहाँको आमाको विषयमा स्पष्ट रूपमा लेखिएको छ। योलाई मैले लेखेको नेपाली भाषामा लेखेको पुस्तकमा मैले ट्रान्सलेट गरेर राखेर प्रकाशन समेत भएको छ। यो विषयमा मैले यहाँ चर्चा गर्नु परेन। अब म योल्मो कैयु सङ्घाला कसरी स्थापना भयो भन्नेतिर म अलिकति यहाँहरूलाई ध्यान आकर्षण गराउन चाहन्छु, जानकारी गराउन चाहन्छु। र हाम्रो वंश एउटै वंश 16औं शताब्दीमा छेजे कर्म छेसाङ अर्थात् फासिङलाङको तुङ अथवा देवानेतोङपा भन्ने वंश एकजना तिब्बत झक्करबाट आउनु भएको वंशको यो 21औं शताब्दीसम्म आउँदाखेरि नेपालको 10वटा क्षेत्रमा जिल्लामा
हाम्रो बसोबासहरू भएको छौँ। जहाँ जहाँ योल्मोपाहरू छन्, जहाँ जहाँ शेर्पा समुदायहरू छन्, जहाँ जहाँ तामाङ समुदायहरू छन्, यसको लामाको रूपमा हामी चाहिँ थोरै हुन्छ 10-15 घर 10-15 घर 10-15 घर, अनि अर्को चाहिँ नि 100-200 घर 100-200 घर भएको ठाउँमा लामाको रूपमा हामीलाई स्थापित भएर अहिले कास्की जिल्ला र यता पूर्वमा चाहिँ इलाम जिल्लासम्म पनि हाम्रो वंशजहरू रहेको छौँ। यी वंशजहरूको चाहिँ नि काठमाडौँमा जम्मा हुने क्रममा आफ्नो चाहिँ नि धर्म, संस्कृति, भाषा र सम्प्रदायहरू हराउँछौँ, लोप हुन्छौँ भनेर अनि केन्द्रीय स्तरमा 2043 साल अर्थात् आजभन्दा 30 वर्ष पहिला योल्मो कयु सङ्घ लाछोको गठन गरियो। त्यसमा 2053 सालमा म महासचिवको रूपमा निर्वाचित भएँ। म महासचिवको रूपमा निर्वाचित भए पश्चात अनि मैले के गरेँ त भनेर भन्दाखेरि अब हाम्रो जुन जुन ठाउँमा हाम्रो वंशजहरू छन्, 8औं समाजको वंशजहरू छन् र जुन जुन ठाउँमा हाम्रो गुम्बाहरू छन् त्यसको भ्रमण गरेर तथ्याङ्क निकाल्नुपर्छ, जनसङ्ख्या निकाल्नुपर्छ भनेर मेरै अध्यक्षतामा हामी 11 जना 3 महिना 12वटा जिल्लाको र 34वटा गुम्बाको भ्रमण गरियो र त्यो भ्रमणको रिपोर्ट अनुसार 16औं शताब्दीमा एकजना व्यक्ति कर्मशेषण भएकोलाई त्यो 2057 सालसम्ममा 2500 जना हाम्रो परिवार भइरहेछ सङ्ख्या र हाम्रो परिवार 12वटा जिल्लामा र हाम्रो एकै वंशको गुम्बा नेपालमा 34वटा गुम्बा रहेछन्। त्यो उसको एउटा प्रतिवेदन तयार भयो। सो प्रतिवेदन अनुसार चाहिँ नि अनि हामीहरू एक मुष्ट हुँदै ठ्याक्कै 2000 मा हाम्रो गुरु कुसु छेजु रेम्बोछेजुसँग मेरो बुवाको नाम कर्मा रेजुङ भन्छौँ। हाम्रो गुम्बा सन् 1840 मा योल्मो कानिङ सेटुलिङ भन्ने स्थापना भएको थियो। त्यो गुम्बाको चाहिँ नि त्यो वंशक्रम हुँदै मेरो बुवा प्रमुख लामा हुनुहुन्थ्यो र मेरो बुवा र गुरु कुसु छेजु रेम्बोछेजुको मित्र धेरै राम्रो भएको हुनाले अनि उहाँले चाहिँ नि समय रेम्बोछे काठमाडौँमा आउँदाखेरि कर्मा रेजुङ तिमी आउनु, तिमीहरूको 8औं वंशमा समय रेम्बोछे जन्मेको तिमीले भेट्नुपर्छ भनेर अनि काठमाडौँको अहिलेको प्रधानमन्त्री निवासको अगाडि मण्डला हाउस भन्ने ठाउँमा ठ्याक्कै उहाँ गुरु कुसु छेजु रेम्बोछेजुको पहल गरेमा मेरो बुवालाई चाहिँ कुन्सी समय रेम्बोछेको दर्शन प्राप्त भयो। दर्शन प्राप्त हुँदाखेरि अनि बुवालाई प्रथम कायु मोलाङको निम्तो चाहिँ नि प्रदान गर्नुभयो र एउटा निम्तो योल्मो कयु सङ्घ लाछोलाई, एउटा निम्तो योल्मो कानिङ सेटुली गुम्बालाई 2टा निम्तो प्राप्त भयो र हामीहरू पनि काठमाडौँमा त्यो भ्रमण सम्पन्न भएर काठमाडौँमा आएपछि पहिलोचोटि 2000 मा हामी यही बुद्धगया स्थित कयु मोलाङमा सहभागी भयो र समाज रेम्बोछेको आशीर्वादले हामीले 17औं गेल्वा कर्मपा ज्यूको हामीले दर्शन मौका पाइयो। यसरी हाम्रो वंशमा यो कर्मपा र समर्पसँग सम्बन्ध भएको चिजहरूलाई अगाडि बढाउँदै जाने क्रममा माथि त अब नाम चाहिँ हामीलाई आफ्नो कयु भन्छ नि, आफ्नो वंश परम्परा अनुसार मान्छेले कयु भने तापनि कयुको चाहिँ कुनै पनि न्यामलेन र कुनै पनि चिजको अभ्यास चाहिँ नि शून्य भएको अवस्था छ। त्यसो भएको हुनाले अनि हामीले यो समाज रेम्बोछेलाई चाहिँ नि बिन्ती चढाएपछि उहाँ चाहिँ नि माथि काठमाडौँमा आउनुभयो अनि 2001 मार्चको 15 र 16 तारिकका दिन प्रथम यस्तै कयु सम्मेलनको प्रथम नेपालमा भएको थियो। त्यो सम्मेलनमा हामी भाग लिएर अनि बेलुका हामीले फारोसिङको माथि बोलाएर एउटा छक्या छेम्बोको भनेर उहाँले एउटा लुङ तिमीहरूले लिनुपर्छ भनेर उहाँले हामीलाई हाम्रो लामाहरू मेरो बुवा लगायत मेरो दाइ लगायत सबैलाई बोलायो। अब तिमीहरूको लामाहरू छ, अब हामीले चाहिँ कालिम्पोङमा सेटा स्थापना हुँदैछौँ, त्यहाँ ल्याउनु है भनेर अनि मलाई पनि आज्ञा भएपछि अनि 2003 मा कालिम्पोङको सेटा सम्पन्न भएपछि तख्तामा पनि लामाहरू राख्ने योग्य भएपछि अनि ल दवाजनको अब तिमीले हावाहरूलाई पठाइदेऊ भनेपछि हाम्रो वंशजको बालबालिका र अनि आफू योल्मोपाहरूलाई मिलाएर 35 जना म आफैले सिग्नेचर गरेर योल्मो कानिङ सेटुलिङबाट सिफारिस भएर तख्तामा अनि उता जुन कालिम्पोङको सेटामा हामीले पठायो। आफूले पढ्नु नसके पनि हाम्रो सन्तानहरूले पढोस् भन्ने उद्देश्यका साथ हामीले कुन्सी समाज रेम्बोछेको आज्ञालाई पालना गर्दै हामीले तख्ता र हामीले कालिम्पोङको सेटामा पठायो र अहिले म गौरव पनि ठानेको छु कि म आफैले सिग्नेचर गरेर पठाएको हाम्रो भाइहरू अहिले 6-7वटा प्राप्त भएर आएको छ। यो नै अब कर्मकयको जप हो भनेर हामीले सोचेका छौँ। अनि जुन नेपालको हिमाली क्षेत्रमा हामीले 3वटा भाग गरेर हामीले हेर्ने गरेका छौँ। पूर्व हिमाली क्षेत्र, पश्चिम हिमाली क्षेत्र, मध्य हिमाली क्षेत्र। योल्मो क्षेत्र चाहिँ मध्यमा पर्छौँ र योल्मो क्षेत्र भन्नाले वर्तमान नेपालको नक्सा अनुसार सिन्धुपाल्चोक जिल्ला, नुवाकोट जिल्ला, रसुवा जिल्ला र धादिङ जिल्लामा पर्दछ। यो धादिङ जिल्लामा 4वटा जिल्लाको हिमाली क्षेत्रको बीच भागमा चाहिँ नि अहिलेसम्म न त
फासाङको स्थापना भएको छ, न त सेटको स्थापना भएको छ, न त यल्मलीहरूले टुक्रा नै स्थापना हुन सकेको छ। तैपनि आफ्नो परम्परा अनुसार तिब्बतको जुन सांस्कृतिक क्रान्ति अर्थात् 1959 को सांस्कृतिक क्रान्ति भन्दा पहिला त तिब्बतको लामाहरू यहाँ नेपालमा र यल्मोमा आउने प्रचलन त थिएन। त्यसको अवस्थामा पनि तिब्बतसँग पनि सम्बन्ध विच्छेद भएपछि यल्मोके लामाहरूले आफ्नो बुवाले छोरालाई सिकाएर त्यसको भरमा हामीले चाहिँ नि आफ्नो वंशको धर्म जोगाउनु पर्छ भन्ने धर्म मात्रै जोगाउने कार्य गर्यो। न त त्यहाँ सेटन नै स्थापना भयो, न त टुक्का, न त ऊ भयो त्यो फासाङ स्थापना भयो। स्थापना हुनु नसकेको खण्डमा अब मैले के मनमा लागेको छ भनेदेखि जुन किसिमको अब हाम्रो फिल्महरू उत्पादन भएको छ उहाँहरूको काखमा ठुलो जिम्मेवारी भएको छ। यसै सिलसिलामा मलाई कुञ्चिक समारेपछि यल्मोमा दावासँग तिमीले जग्गा खोज्नु, दुईवटा चाहिँ नि हामीले सेट स्थापना गर्छौँ। एउटा लेकलाई माथि हिमाली क्षेत्रलाई समेटेर एउटा सेट, एउटा बेसीलाई समेटेर एउटा क्षेत्रमा चाहिँ नि दुईवटा सेट खोज्ने है भनेर मैले उहाँलाई आज्ञा भएको थियो। त्यो खोज्ने क्रम थियो। दुर्भाग्यवश हामी अभाग्य रहेछौँ। हाम्रो धर्मगुरु, हाम्रो प्रमुख धर्मगुरु हाम्रो चौबे लामाको चाहिँ नि परिनिर्वाण भयो। यो घटनालाई पूर्ति हुन सकेन र उहाँ यल्मो क्षेत्रमा जान्छु म भनेर पनि हामीले उहाँलाई लानु सकेन। म अत्यन्तै दुःखी छु। र आजभन्दा 3 वर्ष पहिला स्वयं यवकामापा ठिलेथाइ ध्वजीज्यूले मलाई म यल्मोमा एकचोटि जान्छु भनेर भएको थियो। म भगवान गौतम बुद्धसँग प्रार्थना गर्छु हामी नमर्दै उहाँलाई एकचोटि हामी यल्मोमा जसरी पनि हामीले चाहिँ निश्चित गर्ने मौका पाओस् भनेर म भगवान गौतम बुद्धसँग म प्रार्थना गर्दछु। अब म धेरै भन्नु चाहन्न। जब मलाई 20 मिनटमा सिद्धिनुपर्छ भन्ने सिलसिलामा आएर अब म यो कयु मोलाङसँग सम्बन्ध भएको अलिकति मात्रै कुराहरू राख्छु। जुन 2000 देखि सुरु भएको हामी सम्बन्ध सुधार भएको समारोहलाई काठमाडौँमा प्रतिनिधिको रूपमा देखाइराख्नुभएका हाम्रो छिरिङ दिन्तुला अनि हाम्रो दवाला अनि हाम्रो अहिले हामीसँग हुनुहुँदा बितेर जानुभयो हाम्रो तन्डिनला, उहाँ 3 जनासँग परिचय गराइदिनु भयो। उहाँ 3 जनाले जुन हामीलाई निर्देशन दिनुहुन्थ्यो, हामीले उहाँ 3 जनाले दिनुभएको निर्देशन स्वयं समारोहले दिनुभएको हो सम्झेर हामीले कहिले मोलाङमा अथवा माथि काठमाडौँमा केही कार्यक्रमहरू पर्दाखेरि सेवाका निम्ति हामी तत्पर हामी यल्मोको हजुर कविसँग लाग्छौँ। छिटाहरू र कार्य समितिको छिटाहरू हामी तम तयार भएर हामीले अगाडि बढ्थ्यौँ। त्यसै सिलसिलामा 2000 देखि प्रत्येक वर्ष आयोजना हुने बुद्धगयामा आयोजना हुने कयु मेलामा हामीले पुरुष भलेन्डर 40 देखि 50 जना, महिला भलेन्डर 40 देखि 50 जना लिएर समारोह र हाम्रो 17औं यवकामापाको मलाम थुजीले गर्दाखेरि हामीले कयु मलाम जस्तोमा सेवा गर्ने सुवर्ण अवसर पनि हामीले प्राप्त भएका छौँ। यति मात्र होइन, यवकामापा प्रथम किसुम खेम्बाको 900 जुन जन्म जयन्तीको उत्सव कार्यक्रम यहाँ काठमाडौँमा भव्यताका साथ मनाउँदाखेरि हामी यल्मो क्षेत्रबाट 18 वटा गाडी हामीले उहाँहरूले दिनुभयो। मान्छेहरू ल्याउनुहोस्, अब हामीले धेरै भव्य रूपमा मनाउनुपर्छ भनेर 18 वटा गाडी हामीले मान्छे दियो। त्यति मात्र होइन, त्यो लामाहरूलाई वितरण गर्नका निम्ति ताइवानमा बनेको हाम्रो अहिले लामाहरूले बोक्नु भएको एउटा झोला छ। त्यो झोला चाहिँ यता ल्याउने क्रममा भन्सार धेरै लाग्ने भएको हुनाले यल्मो कजुसँग लाछोको निवेदनमा नेपाल सरकार अर्थ मन्त्रालयबाट हामीले भन्सार छुट गराएर हामीले काठमाडौँबाट यहाँ बुद्धगयासम्म भारतको जुन के भन्छ बोर्डरमा समेत हामीले भन्सार नतिरिकन निःशुल्क रूपमा यहाँ लिएर आयोजक कमिटीलाई हाम्रो हस्तान्तरण गरियो। यति मात्र नभइकन काठमाडौँबाट ल्याउनु पर्ने सामान र यहाँबाट सम्पन्न भएका सामानहरू हाम्रो यल्मो भोलेन्टरहरूले इमान्दारीका साथ माथि बुझाउने, यहाँ लिएर उहाँहरूलाई हस्तान्तरण गर्ने कहिले मलामको जुन आयोजक कमिटीको निर्देशन अनुसार हामीले कार्यहरू गर्यौँ। यति हुँदा हुँदै पनि त्यसपछि हामी दुर्भाग्यवश कुञ्चिक समारेम्बुछीको परिनिर्वाण हुनुभयो र उहाँको कुदुङलाई काठमाडौँमा ल्याउने भन्ने सिलसिलामा लिएर शर्मिन्दु फाउन्डेसनबाट नेपाल सरकारबाट अनुमति प्राप्त गर्नुपर्ने भन्ने पहिलो चरणमा अनुमति प्राप्त भयो। अनुमति प्राप्त भएपछि त्यो विभिन्न कारणले अथवा राजनीतिक कारण भनौँ अथवा के कारणले भनौँ त्यो जुन हामीलाई दिएको स्वीकृतिलाई रद्द गरियो। रद्द गरिसकेपछि अनि त्यहाँबाट हामी धेरै नै आत्यो, यता जाने उता जाने कहाँ जाने सबैजना मिलेर चाहिँ जसरी भए पनि काठमाडौँमा समारोहलाई जुन कुदुङलाई हामीले चाहिँ निष्कर्ष गर्नुपर्छ भन्ने एकमत भएर सबै राजनीतिक नेतादेखि लिएर पत्रकारदेखि लिएर विधायकदेखि लिएर सबैलाई हामीले गुहार्ने त्यस क्रममा पनि यल्मो कजुसँग लाग्छको र मेरै नेतृत्वमा हामीले नेपालको प्रथम राष्ट्रपति डाक्टर रामवरण यादव ज्यूलाई ज्ञापन पत्र दिनका निम्ति 22 वटा मान्य सभासदहरू सहितको टोली र म सहित हामीले गएर ज्ञापन पत्र चढायौँ र शर्मिन्दु फाउन्डेसन द्वारा ल्याउने कार्यलाई सहयोग गर्नका निम्ति
अनि हामीले जुन प्रधानमन्त्री सुशील कोइराला तत्कालीन प्रधानमन्त्री अमेरिकामा हुनुहुन्थ्यो, उहाँ पछि नेपालमा फर्केपछि अनि उहाँलाई पनि हामीले बिन्ती पत्र चढायो। हाम्रो भाग्य रहेछौँ, उहाँले चाहिँ नि एउटा मर्नेभन्दा पहिले पुण्य कमाएर राख्यो। नेपालको प्रधानमन्त्री सुशील कोइरालाले जुन वामदेव गौतमको मन्त्री परिषदले रिजेक्ट गरेको निर्णयलाई उहाँले सदर गरेर समाजपक्षको कुद्नु ल्याउने कार्यलाई सहज रूपमा बनायो। त्यही नै हाम्रो जित भयो र त्योबाट चाहिँ हामीले त्यो जुन 22 दिनको जुन कार्यक्रम हो, त्यहाँ पनि हेर्नु कृष्ण राजको नेतृत्वमा 250 जनाको भलेन्टियरबाट चाहिँ नि हामीले सेवा गर्ने जुन किसिमको मौका पाइयो। अब अन्त्यमा पुनः आजको यस सम्मेलनको सफलताको शुभकामना साथ मलाई पनि यहाँ 2 शब्द राख्न अनुमति दिनुभएको। सायद मैले समय धेरै लिएन होला, हाम्रो आयोजकज्यूहरूले भन्नुभएको समयमा नै टुङ्गाउने जमर्को गर्दै मलाई यो विषयमा, हेल्मो क्षेत्रको विषयमा र जुन यसको विषयमा तपाईँहरूलाई मैले 2वटा पुस्तक लेखेको छ, एउटा पुस्तक लेख्ने कार्यको विषयमा भन्दै म कुरालाई टुङ्गाउँछु। त्यो भनेको कुलसिक समारोहको निर्देशनमा डाक्टर रमेश कुमार ढुङ्गालले नेपालमा एक मात्र रहेको बौद्ध विश्वविद्यालयबाट सम्बन्धन प्राप्त गरेर जुन लुम्बिनी कलेजमा बुद्धिज्मको, हिमालयन बुद्धिज्मको अध्ययन गर्ने स्थापना भएको थियो। भाग्यवश म पनि त्यहाँ पढ्नु मौका पाएँ र मैले डाक्टर रमेश कुमार ढुङ्गेल सरलाई अनुरोध गरेँ, डाक्टर साहब तपाईँले खोल्नु भएको बुद्धिज्म, हिमालयन बुद्धिज्म जुन मास्टर लेभलको बुद्धिज्म म पढ्छु भन्दाखेरि उहाँले के भन्नुभयो, दावाजी अब तपाईँ त स्कुल पढ्नु भएको छैन, अब यहाँ त बिए पास भएको मान्छे मात्रै भर्ना हुने हो, अब तपाईँ त कसो गर्ने त, अब तपाईँले पढेको छैन भनौँ भने योभन्दा पहिले 400 पानाको चाहिँ पुस्तक लेख्नु भएको छ, पढेको छ भने तपाईँसँग डिग्री छैन, अब के गर्ने होला, तैपनि म चाहिँ यो बोर्डमा राख्छु भनेपछि अनि उहाँले चाहिँ बोर्डमा छलफल गरेपछि उहाँ जस्तो विद्यार्थीले चाहिँ हामीले अनुमति दिनुपर्छ भनेर मलाई अनुमति मात्र दिएन, 50% फी समेत मलाई निःशुल्क उपलब्ध हो र समारोहपछि ज्यूबाट निर्देशनमा खोलिएको लुम्बिनी कलेजबाट मैले 2 वर्ष मास्टर डिग्री जुन हिमालयन बुद्धिज्ममा पढ्ने सौभाग्य प्राप्त हो। त्यस पश्चात अनि मैले जुन बुझाएको थेसिसलाई चाहिँ थपेर अनि एउटा यो के भन्छ यो हिमालयन बुद्धिज्मसँग सम्बन्ध लाई चाहिँ नि एउटा पुस्तक अहिले 350 पानाको चाहिँ भर्खर मात्रै प्रकाशन भएको छ। यी पुस्तकहरूमा अहिले मैले बोलिएका कुराहरू सबै कुराहरू चाहिँ त्यहाँ भएको हुनाले यो हाम्रो भलेन्टियरहरूले त्यो पुस्तक ल्याउँदैछ, म यहाँहरूलाई पनि त्यो पुस्तक हस्तान्तरण गर्ने अनुमति चाहन्छु र यति भन्दै त्यो पुस्तकमा हाम्रो यही जुन कर्मकाण्डको विषयमा र कायु सम्प्रदाय, लिङ्गमा सम्प्रदाय इत्यादिको विषयमा पनि लेखेको छ। र अर्को खुसीको कुरा चाहिँ के हो त भनेर भन्दाखेरि जुन एक मात्र बौद्ध विश्वविद्यालय लुम्बिनी विश्वविद्यालयबाट सम्बन्धन प्राप्त भएको 5वटा जुन कलेजहरू छ, अहिले मैले लेखेको 2वटै पुस्तक चाहिँ पाठ्य पुस्तकको रूपमा ग्रहण गर्दै त्यो विश्वविद्यालयबाट सञ्चालन भएको कलेजहरूमा पढेको छ। म गौरव लाग्छु, म एक कक्षा पनि नपढेको व्यक्तिले लेखेको पुस्तकलाई त्यस्तो बौद्ध विश्वविद्यालयहरूमा पाठनको रूपमा व्यवस्था गरेर राखेकोमा एउटा चाहिँ नि मैले चाहिँ नि समाजको छ र धर्मगुरुहरूको आशीर्वाद प्राप्त भएको महसुस सौभाग्य प्राप्त भएको जस्तो मलाई लागेको छ। अब अन्तमा पुनः यहाँ दुःख गरेर पाल्नु भएको धेरै लामो भयो, तपाईँहरू पनि थाक्यो होला, त्यस कारणले मैले अब छोटकरीमा गर्दै अब यो हाम्रो यो दोस्रो अन्तर्राष्ट्रिय कायु सम्मेलनले लिएको सङ्कल्प र उद्देश्य र सम्पूर्ण जुनसुकै ठाउँमा भए पनि हामी कायु सम्प्रदायका जुन कर्मकाण्डहरू एकजुट हुन अत्यन्त आवश्यकता छ र यो एकजुट रहोस् र हाम्रो तुलसी परम पावन 17औं ज्याला कर्मपाको सुस्वास्थ्य, दीर्घायु र सदैव रहिरहोस् भन्ने मङ्गलमय शुभकामना व्यक्त गर्दै मेरो मन्तव्य यही टुङ्गाउँछु। धन्यवाद। Thank you very much, Yolmo Dawala. And this is my simple attempt to brief as possible,